ठ्याक्कै म भएको ठाउँमा हामी उत्तर गएमा चाहिँ 9 खोलो आयो सर बाढी आयो भन्ने खबर माथिबाट आयो मलाई। अनि म ठ्याक्कै घरबाट म सबभन्दा पहिला सिक्युरिटी प्रहरीमा फोन गरेँ। अनि बाढी आउने छैन, तपाईँहरू त्यहाँको मान्छेहरू हुनुहुन्छ भने त्यहाँ सुरक्षित ठाउँ चाहिँ खोज्नुहोस् भन्ने कुरा उहाँहरूलाई भनिसकेपछि अनि फेरि मेरो घर उत्तर गए जो सिन्देका साथीहरूलाई चाहिँ माथि चाइनाबाट खोलो एकदम ठुलो आइरहेको छ, तपाईँहरू सुरक्षित ठाउँमा चाहिँ भन्दै यहाँको चाहिँ तपाईँ उत्तर गए गाउँपालिका वडा नम्बर 2 को चाहिँ अहिलेसम्म 18 जना मान्छे बेपत्ता हुनुभएको छ। 3 जना मान्छे घाइते हुनुहुन्छ, उहाँहरूलाई हामीले अहिले स्वास्थ्य चौकीमा लाँदैछौँ अहिले हामी यहाँ। अब जिल्लाका साथीहरू चाहिँ अब हाम्रो अहिले पृथ्वी खोलाको वारिपारी रसुवागढीको पुरै नै तपाईँको च्याप्रे बेसी जम्मै लगेको छ। चितगटी मैलुङ सबै लग्यो। सिमलेमा तपाईँको बेतराती बजार सहित धेरै मान्छेहरू चाहिँ तपाईँको परिसँग यता चाहिँ हामी यता खोलाबारी चाहिँ मैला आइरहेको थियो। उता खोलापारी अरू साथीहरू उपाध्यक्ष अहिले कार्यवाहक अध्यक्ष सहित मैले खटाउने व्यवस्थापन गरेर पुछगाछ हाम्रो जारी छ भन्ने कुरा ठ्याक्कै चाहिँ थाहा भएन। अब सम्पर्क हुनलाई त अब यो फोन कसैको लगाइरहेको छैन, बत्ती पुरै छैन, फोन पनि तपाईँ एकदम डिस्टर्ब आइरहेको पुरै अन्तबाट आएको फोन मैले उठाउन मिल्छ, मैले यहाँ फोन गरेँ नमिल्ने अवस्थामा छ। तर यहाँ भएका साथीहरूलाई चाहिँ हामीले सुरक्षित ठाउँमा लाने यताउता गरिरहेका छौँ अहिले हामी। भएन अब मसँग सम्पर्क सबै टुटेको छ। अब म यहाँ खोल्नु तपाईँको ठ्याक्कै अब तपाईँ कति मान्छे कहाँ पुग्यो पल्ला बाँड्ने कसै निर्णय छु घुमिरहेको छु अहिले। यहाँ पालिका साथीहरूले पनि यहाँ फोन गरिरहनु भएको छ, सबै सम्पर्क गरेर त्यसपछि म हजुरलाई खबर गराउनु।